देशका बसहरू हामी फुटालेर सडकमा आगो लाउँछौँ। बसमा नेपालको सरकारको सम्पत्तिको बसमा त्यसको पार्टीको कलर मात्र लगायो भने त्यसका बसहरू हामी फुटालेर सडकमा आगो लाउँछौँ। त्यसको पार्टी कलर लाउने हो? त्यसको बाउको हो नेपाल सरकार, त्यसको बाउको दाइजोमा आएको सम्पत्ति हो। किन भएन? होइन, पार्टीको कलर हान्न पाइन्छ? सरकारी बसमा पार्टी कलर त्यो दुस्साहस नगरोस्। रासोपाले ब्लू कलरवाला कुनै पनि दुस्साहस गरे भने हामी सडकमा ज्यान दिन तयार छौँ। त्यो बस तोडफोड हुन्छ, हामी छोड्दैनौँ नि। होइन, महिला ठिक छ, हामी खुसी छौँ फेरि, हाम्रा महिला दिदीबहिनीलाई सुविधा दिने कुरामा हामी खुसी छौँ। तर रासोपाले आफ्नो पार्टीको कलर हानेको कुरामा चाहिँ हामीलाई स्वीकार्य छैन। फेरि हामी उहाँका बस पनि तोडफोड गर्छौँ। ब्लू कलर पार्टीको कलर चाहिँ उहाँले हान्न पाउनुहुन्न यो देशको सम्पत्तिमा। अब ब्लू कलर रासोपाको कलर भन्नु हो, उहाँहरू त तपाईँ अमेरिका कलर भन्नु न, रासोपाको पनि नभन्नुहोस् के तपाईँहरू। अमेरिका कलर, यिनीहरू त अमेरिकाबाट बिकाउ हुन् कि बिकाउ, बेचिएका मान्छेहरू। अमेरिकाले जे भन्यो त्यही गर्छन् यिनीहरूले। यिनीहरू त उहाँबाट आदेश आउँछ क्या। गम्भीर आरोप लगाइराख्नु भएको छ। यो 100% हो। पक्राउ पर्न सक्नुहुन्छ नि? होइन, पक्राउले हामी के गर्दा, हामी त आजीवन जेल भर्न तयार छौँ क्या। मृत्युदेखि सुन्नुहोस्, तपाईँको आगो हामी त हामी त तपाईँको हाम्रो शहरमा कफन बाँधेर शपथ खाएको व्यक्तिहरू के हामी। तपाईँको जब मैले शपथ लिँदै गरेको थिएँ नि, मैले पदको, म चाहिँ मरे पनि यो देशको राष्ट्रको निम्ति मर्न तयार छु भनेर शपथ ल्यायो क्या। हामी डरले ल्यायो होइन नि त। हामी आजीवन जेल जान पनि तयार छौँ, तर नीतिबद्ध रूपमा। उहाँहरूले त्यसै समातेर प्रतिशोध साध्नु भयो भने नेकपा एमाले कार्यकर्ता चुप लाएर हेरेर बस्छन् त, हात बाँधेर। एउटा रक्सी खाने, लोकल रक्सी खाने, 20 रुपियाँको रक्सी खाने मान्छेले 50,000 को जरिमाना तिर्न सक्छ? म त खाँदिनँ नि भने के भन्न खोजेको, जनतालाई के गर्न खोज्या? यो कार्यान्वयन हुन्छ त साँच्चै भने के? तपाईँको यही हो, यही नपाउनेले केरो पाए बोग्रेसन खायो भने यही हो के। एउटा नीति यस्तो बनाउनु पर्यो कि जनताको ढाड सेक्ने नीति बनाइराख्नु भएको छ क्या उहाँले। जनताको ढाड सेक्ने होइन। अब कहीँबाट गाडी घोडा ल्यायो, BYD-बाट लुट्यो, सबै ठाउँबाट लुट्यो, महँगीबाट लुट्यो, पेट्रोलबाट लुट्यो, दुनियाँ ठाउँबाट लुट्यो। अब लुट्ने ठाउँ कहाँ बच्यो त? सडक। सुन्नु न, विगतमा एमाले सुन्नु, होइन थिएन नि, थिएन। नेकपा एमाले जनताको ढाड सेक्ने काम आजसम्म गरेकै छैन। उहाँले यो सुकुम्बासलाई सर्लकै भावनाको ट्र्यापमा पार्नुभयो। जोदरमा छाती थाप्ने त्यो खगेन्द्र सुनार कहाँ छ? आज त्यो रवि लामी खानले के हेरेर बसिया छ? केले छेक्या छ त्यसलाई? उहाँहरूलाई तपाईँको चाहिँ एउटा चाहिँ के, तपाईँको हिजो चाहिँ तपाईँको एउटा भावनाको ट्र्यापमा जनतालाई पार्ने, अनि बोलेको कुरा, चुनावमा बोलेको कुरा, एजेन्डाहरू पुरा गर्नु पर्छ कि पर्दैन? उहाँहरूले जनतासँग गरेको प्रतिबद्धतालाई पुरा गर्नु पर्छ कि पर्दैन? सरकारले 100 दिनमा गरेको राम्रो एउटा काम भन्नुहोस् त। यो सरकारले गरेको के सर? केही पनि छैन, केही पनि छैन, केही एउटा कामै छैन राम्रो। एउटा राम्रो काम भनेको के छ भने उहाँहरू प्रधानमन्त्री हुनुभएको छ। सुन्नु है, राम्रो काम भनेको उहाँहरू एउटा मेयरबाट सडकबाट आएर सदनमा जानुभएको छ, प्रधानमन्त्री हुनुभयो। बालेन्द्र शाह, रवि लामिछाने जेलबाट छुटेर चाहिँ पार्टीको सभापति हुनुभएको छ, दुधले नुहाइएर सर्लकै। सुदर्शन गुरुङ त पानी बाँड्दा भोलिन्टियरबाट गृहमन्त्री हुनुभएको छ।